तपाईं र मेरो भरोसाको जरा चाहिँ परम प्रभु परमेश्वरसम्मै पुगेको हुनुपर्छ। परमेश्वरमा भरोसा गर्ने व्यक्तिहरू कुनै कुरामा चिन्तित नहौ, नडराउ, किनभने परमेश्वर सधैँ हाम्रो साथमा हुनुहुन्छ। तपाईं र मेरो आशाको जरा परम प्रभुसम्मै पुगेको हुनुपर्छ। प्रेमको जराहरू तपाईं र मेरो जीवनबाट परमेश्वरसम्म गाडिएको हुनुपर्छ। अनि मात्रै तपाईं र मैले फल फलाउन सक्छौँ। विश्वास, भरोसा, आशा, प्रेम, यी चार कुराको जराहरू चाहिँ हामीले परमेश्वरसम्म हाम्रो गाडिएको हुनुपर्छ। हाम्रो भरोसाको कदर परमेश्वरले गर्नुहुन्छ तपाईं र मेरो जीवन। सम्पूर्ण मित्रहरूलाई यीशु ख्रीष्टको नाममा जय मसीह। म धन्य शिष्यको तर्फबाट परमेश्वरलाई धन्यवाद होस्। आज मैले छोटो वचन लिएर आएको छु। वचनको टपिक छ परमेश्वरमाथि भरोसा गर्नु। यो वचन मैले लिएर आएको छु यिर्मया 17 अध्यायको 7 देखि 8 पद हामी हेर्न सक्छौँ। तर त्यो मानिस धन्यको हो अर्थात् जसले परम प्रभुमा भरोसा राख्दछ, जसको आशा परम प्रभुमा हुनुहुन्छ। 8 पदमा हेरियो भने त्यो पानीको किनारमा रोपेको रुख जस्तो हुनेछ, जसले आफ्नो जराहरू खोलाका किनारसम्मै फिजाएका हुन्छन्। त गर्मी हुँदा त्यो डराउँदैन, त्यसका पातहरू सधैँ हरियो हुन्छ। खडेरीको समयमा त्यसलाई कुनै चिन्ता हुँदैन र त्यसले फल फलाउन कहिले पनि चुक्दैन भनेर हामी पाउँदछौँ। हाम्रो भरोसा चाहिँ सधैँको लागि दह्रो बनाउनुलाई चाहिँ के गर्ने र हाम्रो विश्वास सधैँको लागि दह्रो बनाउनुलाई हामीले के गर्ने, अनि हाम्रो प्रेम सधैँको लागि दह्रो बनाउनुलाई हामीले के गर्ने, तपाईं र मेरो जीवनबाट फल फलाउनुलाई हामीले के गर्नुपर्ने रहेछ त भन्ने कुराहरू हामीले यी कुराहरू आज परमेश्वरको वचनबाट पाउनेछौँ। त रुख चाहिँ पानी बिना बाँच्दैन। पानी हरेक रुख बिरुवाहरूलाई चाहिन्छ। बाँच्ने तत्त्व नै पानी हो। पानी छैन भने त्यो रुख मर्छ र त्यसले फल फलाउन सक्दैन। नदीको किनारमा रोपेको रुखको जरा चाहिँ फिन्जिएर खोलासम्म नै पुगेको छ र त्यसले फल फलाउन सकेको छ। जस्तो सुकै खडेरीमा पनि त्यो रुखलाई कुनै पनि चिन्ता छैन। अब हाम्रो जीवनमा हामी पानी नभए हामी बाँच्दैनौँ, तर हाम्रो आत्मा चाहिँ पानीले बचाउँदैन, तर हाम्रो आत्मा चाहिँ परमेश्वरले बचाउनुहुन्छ र हाम्रो जीवनमा आशिषहरू, अनुग्रहहरू, कृपाहरू परमेश्वरद्वारै आउने गर्छ। तपाईं र मेरो भरोसाको जरा चाहिँ परम प्रभु परमेश्वरसम्मै पुगेको हुनुपर्छ। परमेश्वरमा भरोसा गर्ने व्यक्तिहरू कुनै कुरामा चिन्तित नहौ, नडराउ, किनभने परमेश्वर सधैँ हाम्रो साथमा हुनुहुन्छ। तपाईं र मेरो आशाको जरा परम प्रभुसम्मै पुगेको हुनुपर्छ। प्रेमको जराहरू तपाईं र मेरो जीवनबाट परमेश्वरसम्म गाडिएको हुनुपर्छ। अनि मात्रै तपाईं र मैले फल फलाउन सक्छौँ। विश्वास, भरोसा, आशा, प्रेम, यी चार कुराको जराहरू चाहिँ हामीले परमेश्वरसम्म हाम्रो गाडिएको हुनुपर्छ। हाम्रो भरोसाको कदर परमेश्वरले गर्नुहुन्छ तपाईं र मेरो जीवनमा। सुरक्षा गर्नुहुन्छ हामीलाई, हाम्रो परिवारमा, तपाईँको जीवनमा, तपाईँको सबै कुराहरूमा परमेश्वरले सुरक्षा गरिदिनुहुन्छ। किनभने परमेश्वरमाथि भरोसा गर्ने व्यक्ति कुनै कुरामा डराउनु पर्दैन। अनि परम प्रभुसम्म हाम्रो आशाको जरा पुगेको छ भने चाहिँ हामीले गरेका आशाहरू, परमेश्वरमाथि गरेका आशाहरू है, हामीले कुन कुरा आशा राखेको छौँ परमेश्वरमाथि, त्यो कुराहरू चाहिँ हामीले पाउनेछौँ, हाम्रो जीवनमा पाउनेछौँ। यहाँ फल फलाउने कुराहरू छ। जब हाम्रो जराहरू परमेश्वरसम्म पुग्दैन, हामीले फल फलाउन सक्दैनौँ। अनि त्यो आशाको जरा पनि हामीले परमेश्वरसम्म पुगेको हुनुपर्छ, हाम्रो जराहरू। अर्को विश्वासको जरा। विश्वासको जरा पनि हामीले परमेश्वरसम्म नै पुगेको हुनुपर्छ, हाम्रो जराहरू। तब हामीले गरेका विश्वासहरू, हामीले जुन कुरा विश्वास गरेको छौँ, जुन कुरा हामी विश्वास गरेर गर्दैछौँ, अब कसैलाई चङ्गाइ गर्नु, चङ्गाइको खाँचो परेको हुन्छ, कसैलाई बिरामी व्यक्तिहरूलाई प्रार्थना गर्नुपर्ने हुन्छ, तर हामीले विश्वासद्वारा हामीले प्रार्थना गर्नुपर्ने हुन्छ नि त बिरामी चङ्गाइ हुनुको लागि है। त्यो विश्वासको जरा तपाईँ र मेरो परमेश्वरसम्म पुगेको छ भने हामीले गरेका प्रार्थना त्यो व्यक्ति छुटकारा हुनेछ,
त्यो विश्वासको ज्वारा त्यति दह्रो हामीसँग भएको कारणले गर्दाखेरि विश्वास त्यति दह्रो विश्वास भएको कारणले गर्दाखेरि त्यो पीडा निको हुनेछ। जोसँग प्रेम छैन उसले केही काम गर्नै सक्दैन। अनि त्यो प्रेम पनि हाम्रो त्यो जुन परमेश्वरले दिनुभएको हामीलाई प्रेम छ नि त्यो प्रेम चाहिँ परमेश्वरै हुनुहुन्छ। अनि प्रेम चाहिँ परमेश्वर हुनुहुन्छ अनि त्यो प्रेम चाहिँ हामीमा पनि हुनुपर्छ। त्यो परमेश्वर प्रेम चाहिँ संसारको प्रेम होइन तर परमेश्वरबाट आएको प्रेम तपाईँ मेरो हृदयमा हुनुपर्दछ, तपाईँ मेरो जीवनमा। अनि त्यो प्रेमको जरा पनि परमेश्वरसम्म नै पुगेको हुनुपर्छ। अनि यी चार कुराको जराहरू भरोसाको, आशाको, विश्वासको, प्रेमको जराहरू चाहिँ परमेश्वरसम्म हाम्रो जीवनबाट पुगेको छ भने तपाईको जीवनबाट फल फल्नु सुरु गर्दछ। जसरी जुन खोलाको किनारमा रोपेको रुख चाहिँ उसको जरा फिन्जिएर खोलाको किनारसम्मै पुग्यो नि उसले जस्तो सुकै अवस्थामा पनि उसलाई कुनै चिन्ता हुँदैन। तर त्यसले के गर्छ फल फलाउनु चाहिँ कहिले चुक्दैन। यी चार कुराहरूको जरा चाहिँ तपाईँ मेरो जीवनबाट परमेश्वरसम्म पुर्याएको छु भने जसरी त्यो रुखले खोलाको किनारसम्म उसको जरा पुगेको थियो नि त्यसै गरी हाम्रो जरा पनि परमेश्वरसम्म पुर्याउन सकिन्छ भने याद गर्नुहोस् तपाईँको जीवनबाट फल फल्नु सुरु गर्नेछ। परमेश्वरको राज्यमा फल फलाउनु तपाईँलाई इच्छा छ भने यो चार कुराको ख्याल गर्नुहोस्। जब जरा गाडिएको हुँदैन, दह्रोसँगले जरा गाडिएको हुँदैन, त्यो व्यक्ति विश्वासमा ढलफल हुन्छ या उसको जरा उखुलिन्छ, ऊ लोड्छ। जो व्यक्ति परमेश्वरमाथि भरोसा राख्दैन त्यो व्यक्तिको जीवनमा सुरक्षा हुँदैन। जो व्यक्तिले परमेश्वरमाथि आशा राख्दैन त्यो व्यक्तिले मागेको कुराहरू पुरा हुँदैन, किनभने उसको जरा परमेश्वरसम्म छैन। यी चार कुरा तपाईँ र मेरो जीवनबाट परमेश्वरसम्म गाडिन सकेको छैन भने हामीले यो कुनै कुराहरू गर्न सक्दैनौँ र कुनै कुराहरू पनि चमत्कार हुनेछ। जुन वचन यो सुन्नुभयो तपाईँहरूको जीवनमा पक्कै पनि आशिषित हुनुभयो होला। परमेश्वरलाई धन्यवाद होस्। म आजको वचनमा यही राख्दछु। जय मसीह।